हेलो सबै साथीहरूलाई नमस्ते मेरो तर्फबाट। मेरो नाम शमशेर साउन, मेरो घर नेपाल, प्रदेश नम्बर 7 दैलेख जिल्ला महाबुद्धिनवासी पर्छ। सबै साथीहरू सन्चै आराम हुनुहुन्छ भन्ने आशा गर्दछु। साथीभाइ तथा दाजुभाइ दिदीबहिनीहरू आमा बुवाहरू जहाँ जे जस्तो ठाउँमा हुन्छ, जुन देशमा हुनुहुन्छ सबै सन्चै आराम हुनुहुन्छ होला भन्ने आशा गर्छु। म अहिले हाल इन्डिया गुजरात अहमदाबाद भन्ने ठाउँमा छु, साउथ भोपालमा। म मेरो काम चाहिँ म होटल लाइनमा सिपमा काम गर्छु, कुकमा। अनि सबै साथीहरू सन्चै आराम हुनुहुन्छ भन्ने मेरो धेरै आशा छ। मेरो देशको बारेमा कि आज दुईटा शब्द बोलौँ भन्ने मनमा लाग्यो। धेरै दिनदेखि बोलौँ भन्ने मनमा लागिरहेको थियो, तर बोल्न चाहिँ मन लागेको थिएन। तर पनि आज एकचोटि ट्राई गरौँ त, दुई शब्द पहिल्यै सामाजिक सञ्जालमा बोलिए होइन, आज एकचोटि बोलौँ त भन्ने एउटा मनमा लागेर बोलिरहेको छु। जानी नजानी जस्तो हुन्छ, गलत चाहिँ बोल्ने छैन, जस्तो लाग्छ प्रक्रिया दिनु होला, कमेन्टमा भन्नु होला। मेरो देश नेपाल धेरै पछाडि परिसक्यो। मेरो देशको राजनीतिले गर्दा हामी युवाहरू देशमा बस्ने कुनै प्रक्रियै छैन। हाम्रो देश धेरै पछाडि परिसक्यो, धेरै लुटिसक्यो, धेरै गरिब भइसक्यो। हाम्रो 5 सालमा एकचोटि चुनाव हुन्छ, एकचोटि सरकार बन्छ, त्यसमा पनि दुई तिहाई सरकार बन्छ। कहिले कोही सरकार ढलेको छ, कहिले कोही सरकार बनेको छ। त्यसमा यस्तै हो, एकले अर्कालाई दोष दिएको छ, एकले अर्कालाई दोष दिएको छ। देश बनेको छैन। उही आफ्नो भाग भण्डा लगाउने, खाने, तैँले यति खा मैले यति खा भन्ने गर्ने। अनि केही भएपछि यताउता राजनीति कुरा गर्ने, धेरै गर्ने, कुरामा टालटुल गर्ने। त्यस्तै गरेर आफ्नो देश चलिरहेको छ, चलेकै छ त्यस्तो। किनभने हाम्रो देशमा पढे लेखेको मान्छे धेरै हुनुहुन्छ पनि, र कसैले आँट गरेको छैन। जसले आँट गरेका छन् उहाँहरू थोरै समस्यामा पर्नु भएको छ। तर हामी युवाहरू छौँ, हामी जहाँ भए पनि, जे जस्तो अवस्थामा भए पनि, जुन देशमा भए पनि, हामी रोजगारीको सिलसिलामा अलग अलग देशमा भए पनि सबैको एउटा इन्टरनेट जमाना छ। सबै एकसाथमा जोडिनुपर्छ, हामी एकसाथमा हुनुपर्छ। साथमा यस्तो होइन कि साथमै बस्नुपर्छ, तर हामी एकसाथ हामी हुनुपर्छ। हौसला र माया र साथ सपोर्ट दिनुपर्छ। एउटा राम्रो मान्छे, हाम्रो मान्छे र हाम्रो मान्छे भन्ने होइन, राम्रो काम गर्ने मान्छेलाई, राम्रो मान्छे छानेर राम्रो बाटो बनाउने मान्छेलाई, राम्रो बाटोमा हिँड्ने मान्छेलाई हामीले साथ दिनुपर्छ। त्यसपछि हाम्रो देश केही बन्छ कि? हाम्रो नेताहरूले धेरैले देश लुटिसके। देशमा बस्ने कुनै ठाउँै छैन, लायक छैन भनौँ होइन। एउटा इक्जाम्पल दिन्छु म। हाम्रो देशमा जति पनि युवाहरू छन् नेपालमा, जति पनि बाहिर देशमा जानुभएको छ, सबै एकचोटि नेपालमा फर्किनु भयो भने हाम्रो देशले 1 महिना पनि धन्य एउटा घरमा पनि बिहान बेलुका मिठो के खाऊँ भन्ने र राम्रो के लाऊँ भन्ने 1 महिनाभित्रमा समस्या पर्न थाल्छ। किनभने हाम्रो देशको गरिबी र हाम्रो देशको नेताको कारणले गर्दा। गरिबी छैन, धेरै धनी छ हाम्रो देश, र धेरै सुन्दर, विश्वको धनी देश, जलविद्युत देश, र धेरै कसैसँग नझुकेको देश, कसैको गुलामी नभएको देश। त्यस्तो देश अहिले कति पछाडि पडिसकेको छ नेताले गर्दा। नेता त अब हामीले हाम्रो मान्छे होइन, राम्रो मान्छे छान्नुपर्छ। 2084 आउँदैछ। हामी जहाँ हुन्छौँ, जस्तो अवस्थामा हुन्छौँ, हामीले जताबाट हुन्छ, जहाँबाट हुन्छ, राम्रो मान्छेलाई साथ दिनु र दिनुपर्छ र दिलाउन लगाउनुपर्छ। होइन भने हामीले नेतालाई दोष दिने होइन, हामीले आफूलाई दोष दिनुपर्छ। किन हामीले आफूले चुनाव जिताएर त्यो ठाउँमा पुर्याएपछि नेतालाई दोष दिने होइन। किनभने चाहिँ हामीले एउटै मान्छेलाई 10 चोटि जिताएपछि त्यो त हाम्रो गल्ती हो नि होइन। चुनावको बेला मासु भात खिलायो, गाडी पेट्रोल डालिदियो, भइहाल्यो, त्यसमा खुसी भयो पब्लिक होइन।
त्यस्तो होइन, अब त्यस्तो गर्नु हुँदैन। हामीले देश बनाउनुपर्छ। सबै युवा र युवतीहरू, सबै आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू सबै जाग्नुपर्छ, देश बनाउनुपर्छ भनेर मात्रै हुन्न, सभ्यता पनि निभाउनुपर्छ, कर्तव्य पनि निभाउनुपर्छ। यस्तो होइन कि साथमै हुनुपर्छ, बस्नुपर्छ, होइन। हामी अलग अलग कमाउने रोजगारीको सिलसिलामा बाहिर छौँ। हामीले सबै चिज कतिपय देख्न सक्छौँ, कतिपय देख्न सक्दैनौँ, कतिखेर बुझ्न सक्छौँ, कतिपय बुझ्न सक्दैनौँ। हामीले हरेक कुराहरू म्यानेज गर्नुपर्छ। त्यसैले जति पनि हाम्रो देशको युवाहरू, दाजुभाइहरू बाहिर देशमा हुनुहुन्छ, अलग अलग देशमा कमाउन जानुभएको छ रोजगारीको सिलसिलामा, हजारौँ लाखौँ हुनुहुन्छ। उहाँले पठाएको पैसाले आफ्नो देशको रिभिडेन्स चलेको छ। उहाँहरू नचलाउनु पर्छ भने, पैसा नपठाउनु पर्छ भने हाम्रो देश चल्दैन। त्यस्तो अवस्थामा छ। जति पनि नेताहरू छन् के भन्छन्, एउटा आफ्नो नेपालीमा एउटा उखान छ, जति पनि जोगी आयो काने चिटियाको भने जस्तै एउटा उखान छ। जति पनि नेता आए, जति पनि सत्तामा गए, जति बार पनि सत्तामा गए, त्यही हालत छ। हामीले आफू सबभन्दा पहिला आफू बदलिनुपर्छ। हामीले आफ्नो घर राम्रो बनायो भने समाज राम्रो बन्छ, समाज राम्रो भएन भने देश राम्रो बन्छ। त्यसैले हामी आफू राम्रो हुनुपर्छ र आफू बदलिनुपर्छ, तब मात्रै हामीले देश बदल्न सक्छौँ। आफू बदलिएनौँ भने, हाम्रो सोच बदलिएनौँ भने हाम्रो देशलाई बदल्न सक्दैनौँ। हामीले सपोर्ट, साथ र हौसला दिनुपर्छ। राम्रो मान्छे छान्नुपर्छ। अब हाम्रो देशलाई अगाडि बढाउनुपर्छ। होइन भने हाम्रो सोच यस्तै हो है। जति पनि नेताहरू आउँछन् त्यस्तै हो राजनीति। पहिला राम्रो गर्न खोज्छन्, पछि त्यस्तै गर्छन्, भन्छन्, सोध्छन्, वास्ता व्यवस्था गर्दैनन् त गर्न थाले। त्यसैले हाम्रो देशको बारेमा के सोचौँ, के गरौँ, साथ सपोर्ट दिउँ। साथमै हुनुपर्छ भन्ने छैन। हामी टाढा भएर पनि टकटकिने जमाना छ। अहिले हरेक चिज इन्टरनेट जमाना छ। हामीले हरेक चिज सामाजिक सञ्जालबाट हामीले हरेक चिज सिक्न सक्छौँ, सिकाउन सक्छौँ, बोल्न सक्छौँ, बोलाउन सक्छौँ। हरेक चिज हामीले दिन सक्छौँ। त्यसैले हजुरहरूले सबैले हामी मिलेर हाम्रो देशलाई बचाउनुपर्छ। हाम्रो देश डुबिसक्यो। हजुर सबैलाई रिक्वेस्ट छ। मैले धेरै न्युज हेर्छु, धेरै कार्यक्रम समाचारहरू हेर्छु, देशको सबै च्यानलहरू हेर्छु मैले। तर मलाई सुन्छु तर बोल्न मन लाग्दैन। धेरै दिन भयो एउटा दुई शब्द आफ्नो देशको बारेमा केही बोलौँ र के गरौँ भन्दा पनि केही दुई शब्द बोलौँ आफ्नो देशको बारेमा भन्न मन लागेर म बोलिरहेको छु। सबैले कस्तो लाग्छ, हजुरहरूलाई कस्तो सोच कस्तो लाग्छ, मेरो भनाइतर्फ कस्तो लाग्छ, हजुरहरूले तल कमेन्टमा भन्नुहोला। मैले जानी नजानी बोलेर पनि हजुरहरूले साथ दिनुहोला। अब कहिलेकाहीँ बोल्दा बोल्दै पनि गलत हुनसक्छ, तर कोसिस छ राम्रै केही दुई शब्द बोल्छु भन्ने एउटा मनमा सोचेरै आएको। हामी एकजुट हुनुपर्छ। हामीले 2084मा हामीले देश पलट्नुपर्छ र देशमा केही कार्यपलट हुनुपर्छ र ती राम्रो मान्छे, हाम्रो मान्छे होइन, राम्रो मान्छे देशमा राख्नुपर्छ। तब मात्रै हामी केही थोरै आफ्नो देशको मुहार फेरिन्छ। यही मेरो भावनाहरू दुई शब्द यहीँ राख्छु। हजुरलाई पनि धेरै आशा छ। ल मेरो यही दुई शब्द हजुरमाझ राखेको छु। सबै साथीभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट देशको बारेमा केही दुई शब्द बोलौँ भनेर मनमा लागेको कुराहरू बोलेको छु। जानी नजानी हजुरले रिप्लाई दिनुहोला कमेन्टमा। ल सबैलाई नमस्कार, धन्यवाद।